यो संसारमा जुनसुकै काम गर्दा नि दाइ विभिन्न किसिमका चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ र समाधान पनि निकालिन्छ, जसको फलस्वरूप लक्ष्य प्राप्त हुन्छ। हाम्रो समाजमा बस्ने जनताको स्थिति र मनस्थिति बुझ्दै गर्दाखेरि यो अघोरीले धेरै चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ र ती चुनौती कस्ता खालका हुन सक्लान् र समाधानका लागि के गर्छ होला अथवा के कसरी गर्छ होला? अब यस्तो काम गर्दाखेरि चुनौती आउनु स्वाभाविक हो कि काम नगरे चुनौती आउँदैन। जब अघोरी चेतनाले सत्यको पक्षमा आवाज उठाउँछ नि होइन, सबभन्दा पहिला उसलाई चाहिँ अराजक भनिन्छ कि। यो अघोरी भनेको त त्यसै पनि गाली नै हो नि त। घरमा कस्तो अघोरी जस्तो भएको त भनेर भन्छ नि। त्यो कारणले गर्दाखेरि हामीलाई यो अराजक भन्ने चाहिँ शब्द पहिल्यै आउने चरणमा आउँछ। अर्को चाहिँ के भन्दाखेरि हामी हिन्दुइजमसँग अलिक रिलेटेडै हो। अझ भन्दै पनि हामी हिन्दुइजमकै एउटा इन्टिटी हो। त्यो भएर अब हिन्दू राष्ट्र भनेको इन्डिया र नेपाल मात्रै छ। हजुर, सबभन्दा पहिला त विदेशबाट परिचालित भन्छ, नजिकै भारत छ। इन्डियन दलाली इन्डियन दलाल भनेर भन्छ या भारतीय दलाल भनेर भन्छ। यो नेपालमा के छ भन्दाखेरि भारत विरोधी मान्छे चाहिँ नेपालमा राष्ट्रवादी हुन्छ क्या। कति छिटो भारतको विरोध गर्नु न तपाईँ राष्ट्रवादी भइहाल्यो। यो देशको नराम्रो नजिर हो क्या। एउटा हाम्रो देशमा एउटा ठुलो जमात छ क्या, जो हिन्दू धर्मको विरोध गर्न पाउँदा चाहिँ एकदमै खुसी मान्छ क्या। लाग्छ मासु भातै खान्छ क्या। उसले आफ्नो पहिचान बिर्सेको छ कि, उसलाई पहिचानै थाहा छैन। उनीहरू आफ्नो देशको ऐतिहासिक सांस्कृतिक र नैतिक सन्देशहरूलाई वास्ता नगरेर अरू देशमा यस्तोको उस्तोको भन्छन् क्या, यो छ त्यो छ भन्नमै व्यस्त छन् तिनीहरू। त्यो जमातले धर्मलाई प्रेम सेवा र आत्माको चेतनाको रूपमा होइन क्या, घृणा विभाजन र हिंसाको औजारको रूपमा अँगालेको छ क्या। त्यो जमातले देशको संविधानलाई विदेशी चस्माबाट हेरेको छ। यस्तो क्रियाकलापले नि देशको मौलिकता र जनसरोकारलाई कमजोर बनाउँछ क्या। त्यो जमातले इतिहासलाई गौरव र सङ्घर्षको गाथा होइन क्या, तिरस्कार र विकृतिको कथा बनाएको छ क्या। यस्तो दृष्टिकोणले नि जनतालाई आफू कमजोर भएको महसुस हुन्छ क्या आफ्नो देशमा। यो उनीहरूले नि भाइ किन यस्तो गर्छन् होला? अघोरीलाई के लाग्छ? अघोरीलाई यो लाग्छ कि त्यो जमातले सायद सत्य बोल्न डराउँछ कि अथवा विवेक जनाउनलाई लाज मान्छ जस्तो लाग्छ। सत्य सेवा र न्यायको मूल स्रोत आत्मालाई सुताएर निधाएको अभिनय पो गरिरहेको छ कि। अघोरी चेतना त्यस जमातको निन्द्रा चाहिँ तोड्नुलाई उठेको हो क्या। अब चुनौतीको कुरो गर्दाखेरि सबभन्दा पहिला चाहिँ जनताको ममतालाई एकदम प्राइम च्यालेन्जको रूपमा लिइन्छ क्या। सरकारले जनतालाई नि घाँसबास र कपासको सङ्घर्षमै अल्झाएको छ क्या। अनि चेतना कहाँबाट बढ्छ? हो त, आफ्नो भोको पेट र नाङ्गो शरीर ढाक्नै दिनरातको मेहनतले पुग्दैन। अनि कसरी सामाजिक र राजनीतिक चेतना फैलिन्छ? त्यही त। अनि जनता आफ्नो प्राइमेरी निड जुन प्राथमिक आवश्यकता छ नि, त्यो पुरा गर्ने कि बोल्न जाने हो त होइन। तर यसको समाधानको कुरो गर्दाखेरि चाहिँ यसमा सुनवाईको अभ्यासहरू गर्नुपर्छ क्या। जस्तो टोल टोलमा साक्षात्कार गर्ने, कथा अनुभव सङ्कलनहरू गर्ने, सुझाव फारमहरू कलेक्ट गर्ने, जहाँ जनताले आफ्नै आवाजहरू लेख्न सकुन्। जस्तो त्यो संविधान सभाको चुनाव हुँदा पनि त यो सुझाव फारमहरू भरेको थियो नि, तर हेरिएन कि। अस्ति डढो पनि होला होइन, डढ्यो होला, कार आयो थियो। अनि त्यस्तै सामूहिक ध्यानहरू गर्ने, मोहनताहरू चिर्नुको लागि सांस्कृतिक आध्यात्मिक कार्यक्रम मार्फत बोल्नुपर्छ भन्ने चाहिँ बोध गराउने कि। कस्तो खालको कार्यक्रम होला भाइ? यो सबै धर्मसँग सम्बन्धित कार्यक्रमहरू होइन, भनेको नेपालको मौलिक धर्महरू, त्यो आयातित धर्म चाहिँ होइन नि होइन, जसमा चाहिँ धार्मिक कथा होइन, नैतिक कथा गीतहरूबाट चाहिँ गर्ने हो क्या। जस्तो जनताको पीडा सुन्ने खालका कार्यक्रम छैन नि? सबै कार्यक्रमहरू त जनताको पीडा सुन्नको लागि त हो नि अघोरीले गरेको होइन र। जस्तो अर्को च्यालेन्ज भनेको चाहिँ के भन्दाखेरि दुई प्रकारको मान्छेहरूले समाजलाई नोक्सान पुर्याउँछन् रे क्या। एउटा जान्ने नबोल्ने, एउटा नजान्ने तर बोल्ने। कस्तो गजब कुरा गर्नु भयो। यो जान्ने तर नबोल्ने, नजान्ने तर बोल्ने। आज यो त नजान्ने त बोल्ने मात्र होइन कि, चाहिने भन्दा बढी बोल्ने, बेसी बोल्ने नि, बोलेको बोले गर्ने। अनि यो जान्ने तर नबोल्ने के हो त? यो चाहिँ कस्तो भन्दाखेरि अघोरीले चाहिँ यो शिक्षित वर्गलाई भन्छ क्या। यो चाहिँ
पढे लेखेका नागरिकहरू जो छन् नि होइन हजुर उहाँहरू तटस्थ हुनुहुन्छ क्या उहुँ। भाग लिनुहुन्न क्या केही कुरामा पनि उहुँ। त्यो चुप किन लाएर बस्छ किन त्यस्तो गर्छन् होला दाइ तिनीहरूले अब यसमा अगोरीले एउटा आकलन चाहिँ गर्न सक्छ कि त घाँसबास र कपासको सङ्घर्षै हुन सक्ला किन स्थिति त यस्तै छ नि नेपालको कि त अब पद सत्ताको लोभ चुनावको टिकट यो पनि हुनसक्छ है जस्तो अब यो कुराहरूको समाधानको लागि चाहिँ के भन्दाखेरि विश्वविद्यालयमा जाने कलेजमा जाने अगोरी चेतनाहरू फैलाउने क्या यसलाई बौद्धिक अगोरी अभियान भनेर भन्छ अगोरीहरूले अब अर्को चाहिँ उहाँहरूलाई तपाईँहरूको ज्ञान जनताको राम्रो गर्न खर्च गर्नुहोस् भनेर उहाँहरूलाई सहभागिताको निमन्त्रणा दिने बोलाउने आउनुहोस् भनेर अनि अर्को चाहिँ के भन्दाखेरि शिक्षित वर्गहरूसँग परामर्श लिएर अगाडि कार्यक्रमको सामग्री निर्माण गर्ने यसलाई सहलेखन गर्ने उहाँहरू जान्नुहुन्छ नि त उहाँहरूले धेरै कुरा जानेको छन् उहाँहरूले केही बाध्यता होला नबोल्नु भएको अब अर्को चाहिँ के छ भन्दा नजान्ने तर बोल्ने तपाईँले भन्नु न बोलेको बोले गर्ने यो चाहिँ भिड मानसिकता र दल आश्रित सोच भएको नागरिकहरू हुनुहुन्छ क्या यसमा जनताले अझै पनि नेताको मुख हेरेरै निर्णय गर्छ क्या त्यही भएर त भन्छ त हाम्रो ठाउँमा हाम्रो पार्टीको कुकुर उठ्यो भने पनि जित्छ भन्छ कि भन्दैन नभन्छ त्यस्तो भन्छ यार त्यो के भन्दा अगोरी चेतनाको दृष्टिकोणबाट हेर्दाखेरि यस्तो खालको कुराहरू नि जनताको चेतनाको अपमान हो क्या भाइ अनि जनताको विवेकको तिरस्कार पनि हो यो भनेको एक्चुअली संविधानको हत्या नै भनेर भनिन्छ क्या यसलाई त त्यो अघि न जान्ने तर नबोल्नेको चाहिँ एउटा ऊ चाहिँ कारण चाहिँ भन्नुभयो यो नजान्ने तर यो बक 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 धेरै गर्नेको चाहिँ किन 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 गर्छन् होला दाइ यसको कारण यसको पनि अगाडिले आकलन चाहिँ गर्न सक्छ तर ठ्याक्कै भन्न चाहिँ अब एलिगेसनहरू चाहिँ नलाउँ जस्तो ठेक्का पट्टाहरू हुन्छ नातावाद कृपावाद सत्ता होइन पदको लोभ चुनावको टिकट यस्ता कुराहरू जोडिएका हुन्छन् क्या पैसा आउने कुरामा कसैले विरोध गर्छ तर गलत पैसाले देश बिग्रिन्छ नि यो कुराको ज्ञान उहाँहरूलाई छैन कि वास्तवमा जस्तो अहिले नेपालमा नेपालीहरू नेपालबाट अमेरिका गएर $30 पर आवरको रूपमा काम गरिरहेछ नि त्यही पैसा नेपालमा पाउने भएको भए नेपाली विदेश जानु पर्थ्यो होइन नेपाललाई त्यो $30 घन्टाको आम्दानी गर्ने देश बनाउनु राम्रो हो नि त हो नि तर उहाँहरूले चाहिँ त्यो कुरोलाई चाहिँ लिनुहुन्न क्या त्यसरी चाहिँ लिनुहुन्न उहाँहरू चाहिँ खोइ के को लोभमा हुनुहुन्छ कुन यसको समाधान के होला दाइ अथवा यो अगोरीले यसको समाधान कसरी गर्छ होला यसको समाधानमा चाहिँ के छ भन्दाखेरि तपाईँको निर्णय तपाईँको शक्ति हो भन्ने प्रशिक्षण जनतालाई दिने हो कसरी सोचेर बुझेर विवेकले निर्णय गर्ने नेताको मुख हेरेर होइन आफ्नै विवेकले मत दिने अभ्यासहरू गराउने त्यस्तै टोल टोलमा अगोरी बाघहरू तयार गर्ने कि जसमा स्थानीय स्तरमा चाहिँ चेतनशील व्यक्तिहरू तयार पार्ने जो जनताको कुरा सुन्छन् बुझ्छन् र सही निर्णयको अभ्यास गराउँछन् अब अर्को चुनौती भनेको चाहिँ के छ भन्दाखेरि हाम्रो देशको नीतिगत निर्णयमा नि विदेशी स्वार्थ चाहिँ एकदमै हाबी छ क्या या भनौँ विदेशी प्रभाव चाहिँ ज्यादा छ इक्जाम्पल भन्नु पर्यो भने जस्तो 2062-63 सालको आन्दोलनपछि माओवादी शक्ति चाहिँ जुन सत्तामा आयो त्यो बेलामा आएपछि संविधान बनाउँदाखेरि धर्म निरपेक्षता र सापेक्षताको बारेमा कुनै पनि किसिमको छलफलै नगरिकन त्यति बेलाको सरकारले एकल निर्णय गरेर सुनायो देश चाहिँ धर्मनिरपेक्षतामा गयो भनेर त्यो विदेशी हस्तक्षेप हो भन्ने हाम्रो दर्शनको भनाइ जनतासँग चाहिँ यदि सोधेको भइदिए के भन्थे भन्ने पोजिटिभिटी त हुन्थ्यो होला हाम्रो देशको नि नीतिगत निर्णयमा जनचर्चाको अभाव छ क्या सांस्कृतिक अस्मिताको उपेक्षा जस्ता कुराहरूको व्यापक रूपमा विदेशी हस्तक्षेप देखाउँछ क्या त्यो ठाउँमा अब यसको समाधानको कुरो गर्दाखेरि चाहिँ जनताहरूको सहभागिताबाट चाहिँ नीति बनाउने अभ्यास जस्तै नीति नेताले मात्रै होइन क्या जनताले पनि बनाउने टोल टोलमा छलफल गर्ने सुझावहरू सङ्कलन गर्ने निर्णयको अभ्यासहरू गर्ने त्यस्तै तथ्यसहितको जनतालाई शिक्षा दिने जोबाट चाहिँ के हुन्छ दलाली सिफारिस नातावादको
पर्दाफास हुन्छ, जनताहरूलाई बुझाउने सेवा किन अड्किन्छ, कसरी सुधार गर्न सकिन्छ, नागरिक बडापत्रहरूको कुराहरू हुन्छ, त्यस्ता कुराहरू बुझाउने। अर्को के भन्दाखेरि नेपालको आत्मा नेपालको निर्णय भन्ने अभियान जुन स्वदेशी सोच र स्वदेशी सङ्कल्प रिलेटेड हुन्छ, त्यस्तो कुराहरू सिकाउने। अनि निर्णय बाहिर हेरेर होइन कि आफ्नो विवेक आफ्नो देशको हित हेरेर गर्ने भन्ने कुरो पनि सिकाउने। अब अर्को च्यालेन्ज भनेको चाहिँ के भन्दाखेरि नयाँ पुस्ताको दिशाहीनता एउटा च्यालेन्ज हो कि अहिले नेपालको युवाहरूमा चाहिँ ऊर्जा छ क्या, तर मार्ग छैन होइन। जेनजी आन्दोलनले त्यो कुरो प्रुभ गरेको छ। जेनजी आन्दोलन गरे, जिते, अघिल्लो दिन भोलिपल्ट 12 बजेपछि के गर्ने भन्ने उनीहरूलाई थाहा थिएन होइन। भोलिपल्ट के गरे भन्दाखेरि पुरानो पार्टीका मान्छे आए जो सत्तामा थिएन होइन। किन भन्दा त्यो त भिडियो नै छ नि होइन, मिडियातिर दुनियाँ देखिन्छ, हामीले भिडियो छाप्छ। 45 वर्ष 50 वर्षको 35 वर्षको जेनजी हुन्छ र उनीहरू गए, आगो लाए, तोडफोड गरे, देखिन्छ त्यहाँनिर होइन। लास्टमा बदनामको जेनजी। रिजल्ट के भयो भन्दा पुरानो पात्र सरकारमा, जेनजी चाहिँ सिंहदरबारको गेटमा धर्ना दिँदै। किन भएन होला, के लाग्छ हजुरलाई? यो यस्तो क्या नीति निर्माण अभ्यासको कमी हो क्या उहाँहरूमा एउटा। दोस्रो चाहिँ के भन्दा रणनीतिक अपरिपक्वता हो क्या, स्ट्राटेजी डेभलपमेन्टै भएन क्या। अनि समय कुन समयमा आन्दोलन गरिरहेछ भन्ने कुराको लेखाजोखा नगर्नु पनि हो। अनि अर्को एउटा के पनि हुनसक्छ भन्दाखेरि अब हुनसक्छ है, यो चाहिँ हो चाहिँ नभनिहालौँ, राजनीति नबुझिकन अरूको लैलैमा लागेर चाहिँ आन्दोलन थाल्नु पनि हुनसक्छ। अब त्यही कुरो पनि आइरहेछ नि त। अब यसलाई हो होइन भन्ने किटानसाथ भन्न गाह्रो छ। अब यसको समाधानको कुराहरू आउँदाखेरि चाहिँ अघोरीले दिने समाधान चाहिँ सही निर्णय गर्ने अभ्यासहरू, जस्तो कि संविधानको मर्म बुझेर निर्णय गर्ने बानी बसाल्ने, स्कुल कलेजमा अघोरी चेतना कार्यशालाहरू चलाउने जसमा चाहिँ युवाहरूलाई सुरुदेखि नै विवेक, समानता र जनसेवाको चेतनाहरू दिने, टोल टोलमा प्रशिक्षण मञ्चहरू बनाउने होइन, गीत कला डिजिटल अभियानमा युवाहरूको सक्रियता बढाउने, जसले चाहिँ सृजनात्मक शैलीमा जनताको आवाज उठाउने कामहरू गर्छ। पोस्टर, गीत, भिडियो मार्फत चेतनाहरू फैलाउने कार्यक्रमहरू हुन्छ नि, त्यस्तो गर्ने। अब अर्को एउटा डेन्जर चुनौती भनेको चाहिँ न्यायाधीश जनता। नेपाली जनता तपाईँलाई थाहा छ आफैमा अपराध अनुसन्धान गर्छ नि, आफै पुलिसभन्दा अगाडि नै अपराधी पत्ता लाउँछन् अनि आफै अदालत बनेर न्याय गरेर सजाय पनि सुनाउँछन्, त्यो पनि अदालतभन्दा अगाडि। यो त नजान्ने नबुझ्ने तर चाहिने भन्दा धेरै फुरफुर गर्ने होला चाहिँदैन। अब यसको चाहिँ के छ भन्दा समाधानहरू भनेको चाहिँ कानुन, न्याय र संविधानको अभ्यासहरू गराउने कि, जसमा चाहिँ टोल टोलमा न्याय चेतना कार्यशालाहरू गराउने होइन, जनतालाई बुझाउने के हो प्रमाण, के हो प्रक्रिया, के हो विवेकपूर्ण न्याय। अर्को चाहिँ के भन्दा सृजनात्मक माध्यमहरूबाट चेतना फैलाउने रे कि, गीत, स्क्रिप्ट, पोस्टर, डिजिटल अभियान मार्फत जनतालाई न्यायाधीश बन्न बाध्य छन् भन्ने सन्देश दिने।